सबैमा नमस्कार। धेरैलाई थाहा नभएको जुम्ली विवाहको ऐतिहासिक मागल संस्कृतिको बारेमा जानकारी दिन गइरहेको छु। जुन मागल बिना बाजा महिलाले गाउने माङ्गलिक गीत हो। 2200 र 2400 राज्यहरूको उदय हुनुभन्दा कैयौं शताब्दी पहिले कर्णालीको काखबाट एउटा यस्तो साम्राज्य चलेको थियो जसको सिमाना तिब्बतको मानसरोवरदेखि गढवाल र गयासम्म फैलिएको थियो। त्यो थियो विशाल खस-सिजा साम्राज्य, जसको राजधानी थियो जुम्लाको सिजा उपत्यका। यो केवल एउटा शक्तिशाली सैन्य राज्य मात्र थिएन, यो त नेपाली भाषा, कला, संस्कृति र सभ्यताको जननी थियो। आज हामी त्यही ऐतिहासिक जुम्लाको एउटा यस्तो जीवन्त परम्पराको बारेमा सुनाउँदैछौँ जो आज पनि यहाँका विवाहहरूमा मागल गुन्जिएर यो संस्कृतिलाई जीवित राख्ने प्रयत्न भएको छ। जब दुलहाको प्रस्थान दुलैको घरतर्फ हुन्छ त्यस बखत गाउने मागलको छोटो टुक्का यहाँहरूलाई सुनाउन चाहन्छु। लड्के राजा खड्के जुत्ता, लड्के राजा खड्के जुत्ता, कहाँ सवारी भया राजा, नेपालकी रौतेली ल्याउन है सवारी भया राजा। यसरी दुल्लुकी रौतेली ल्याउन है सवारी भया राजा। विभिन्न राज्यकी रौतेली ल्याउनको लागि दुलहाको प्रस्थान भएको कुरा वर्णन गरिन्छ। त्यसै गरी दुलहीलाई घरमा अन्माउँदाखेरि यस प्रकारको मागल गीत गाइन्छ। कर्कलाका पातमाथि तेल पड्याको पानी, कर्कलाका पातमाथि तेल पड्याको पानी, शिर सिन्दुर पहिरिकन आइछिन् सीता रानी, मुडमा डवठी पहिरी आइछिन् सीता रानी, टाटुमा हारै पहिरी आइछिन् सीता रानी, ढाडामा पाउडी पहिरी आइछिन् सीता रानी, उरेल्दो घागरी पहिरी आइछिन् सीता रानी, कर्कलाका पातमाथि तेल पड्याको पानी। यसरी यस गीतहरूलाई लयबद्ध रूपमा लामो गरेर महिलाहरूले समूहमा गाउने गर्दछन्। यस गीत अनुसार सिजा खस राज्यकी दुलहीलाई सीताको रूपमा र दुलहालाई रामचन्द्रको रूपमा वर्णन गरिने परम्परा रहेको छ। जुम्लीवासीहरूले आफ्नो पुर्खाको त्यो गौरव, त्यो भाषा र विवाहमा गाइने मागलको संस्कारलाई आज पनि भुलेका छैनन्। तर आज समाज बिस्तारै आधुनिकतातिर गइरहेको छ। यो परिवेशमा यो मागल संस्कृति हाम्रो इतिहासको त्यो ऐना हो जसलाई हामीले जोगाएर राख्नु पर्दछ। यसलाई पुस्तौं पुस्तासम्म पुस्तान्तरण गर्दै लैजानु हजुर हाम्रो कर्तव्य हुन आउँछ। तपाईलाई हाम्रो इतिहास र ऐतिहासिक जुम्ली विवाहको मागल परम्परा कस्तो लाग्यो? आफ्नो अमूल्य विचार कमेन्टमा लेख्न नभुल्नुहोला। यस्तै गरी यस्तै अन्य जानकारीमूलक भिडियोको लागि मेरो च्यानललाई लाइक, सब्स्क्राइब गर्न नभुल्नुहोला। अहिलेसम्म धैर्यताका साथ सुनिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।